सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन बेला तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने भोलि महँगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ, किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा तरकारी किन्न सक्छ। त्यो गर्न चाहन्छौँ हामी। तपाईहरुले याद गर्नु भएको छ देशभरि जुन लामो दूरीको यातायात ट्रकहरुमा नारायणी लेखा हुन्छ, याद गर्नु भएको छ नम्बर प्लेट। जसरी त्यो लोकल बसहरू लामो दूरीको बसहरूको हब भएको छ यो चितवन, त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीलाई कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ चितवन। त्यो बनाउन जरुरी छ। देशवासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ र किसानलाई सही मूल्य दिन जरुरी छ। बर्खामा हाम्रा बर्खा I love you. बोल्नै दिँदैन यार। गीत बजाम नाचम। बर्खाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ। सुक्खामा हामीसँग आफै बिजुली हुँदैन, तर त्यो बिजुली स्टोर गर्ने ब्याट्री त छैन जस्तो लाग्छ हामीलाई, तर छ। हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर त्यसलाई स्टोर गरेर बन्छ। र त्यो स्टोर गर्ने ब्याट्री हो मल कारखाना, डाटा सेन्टर, कोल्ड स्टोरेजहरू। त्यस्तो ब्याट्रीहरू बनाउन जरुरी छ आफ्नो बिजुली थामेर राख्नलाई। त्यो बनाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।